होइन हो सेरे। ए सेरे ब्रो, यो फागुन 21 गतेको चुनावमा कसरी भोट हाल्ने हो? के लिएर जाने हो? ल सुन, मतदान गर्न जाँदा आफ्नो मतदान परिचय पत्र वा राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा बोकेर जा। यति त बोकेर गइहाल्छु नि। तर मतदान नामावलीमा तेरो नाम दर्ता छ भने मात्र मतदान गर्न पाउँछस्। छ अस्ति मात्र दर्ता गरे। अरू भन् त के गर्ने? अनि मतदान केन्द्रमा गएर लाइन बस। ओहो, त्यसो भए म पार्वतीसँग गएर लाइनमा बस्नु पर्ला। फेरि महिलाको लाइनमा बस्लास् नि। महिला र पुरुषको लाइन छुट्टा छुट्टै हुन्छ। लाइनमा अनुशासित भएर बस। ओ नो। त्यहाँ अनुशासित भएर लाइनमा बस्ने र आफ्नो पालोमा मतदान गर्ने। भइहाल्छ नि। त्यहाँ निर्वाचन अधिकृतले तेरो विवरण रुजु गरिसकेपछि तेरो बायाँ हातको नङ र छालामा पर्ने गरी निलो मसी लगाइदिन्छ। अनि मात्र तैँले मतपत्र पाउँछस्। कतिवटा दिन्छ यो मतपत्र? त्यहाँ 2वटा मतपत्र हुन्छ। एउटा सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह भएको र अर्को सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह भएको। के फरक हो र यो 2वटा मतपत्रमा? सेतो पृष्ठभूमिमा रातो रङ प्रत्यक्ष उम्मेदवारलाई भोट दिने र सेतो पृष्ठभूमिमा कालो रङ समानुपातिकलाई भोट दिने। ए अनि मतपत्रमा छाप लगाउनको लागि भने एउटा गोप्य मतदान कक्ष बनाइएको हुन्छ। मतपत्र लिएर त्यही गोप्य मतदान कक्षमा जा। त्यहाँ स्वस्तिक छाप राखेको हुन्छ। त्यो छाप लिएर आफूले रोजेको उम्मेदवार वा दलको चुनाव चिन्हमा छाप लगा। त्यसो भए त डङ्का डङ छाप लाउने हो। डङ्का डङ छाप लाउने होइन, छाप लतपत नहुने गरी स्पष्टसँग चुनाव चिन्ह भएको कोठाको खाली ठाउँमा लगा। तर एउटामा मात्र छाप लगा नि। फेरि अरूमा पनि लगाइस् भने तेरो भोट बदर हुन्छ। हुन्छ, एउटामा मात्र हान्छु छाप। अनि तँलाई दिएको मतपत्रमा अधिकृतको हस्ताक्षर छ कि छैन हेर्ने। त्यो त सुरुमै हेर्छु नि। अरू भन्। तैँले लगाएको छाप अर्को चिन्हमा नपर्ने गरी पट्याएर मतदान पेटीमा हाल्ने। ए यति त गरिहाल्छु नि। मतदान गरिसकेपछि कसैलाई प्रभाव नपारी भिड नगरी तुरुन्तै तोकिएको निकास ढोकाबाट बाहिर जा। ल धेरै नसिका। के रे, खालास है मेरो बाघे झापु। नरिसाउनुहोस् न सेरेजी, हल्का रमाइलो मात्र गरे। तपाईँले गरेको मतदान गोप्य रहनेछ। मतदान सोचेर बुझेर आफ्नो स्वइच्छाले गर्नुहोला। कसैको लोभ लाभ डर त्रास दबावमा नपर्नुहोला। मोबाइल, क्यामेरा, लाइटर, सलाई, हतियार र कुनै पनि दलको चिन्ह अङ्कित टोपी वा टी सर्ट मतदान केन्द्रभित्र लैजान सक्त मनाइ छ।